सम्पूर्णमा नमस्कार। क्यान्डिड प्रवीणको युट्युब च्यानलमा साथीहरू, यदि तपाईँहरू युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई लाइक तथा सब्सक्राइब गरिदिनुहोला। आज हामी रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध राजनीतिक प्रतिशोध साधियो भन्दै उनको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले अहिले देशभर हस्ताक्षर अभियानलाई जारी राखेको छ। यसबीचमा चितवन लगायत देशभर उनका विरुद्ध राजनीतिक प्रतिशोध साधिएको भन्दै हजारौंले उनको पक्षमा हस्ताक्षर गरिरहेका छन्। तर यो हस्ताक्षर 1-2 करोड नै सङ्कलन भए पनि यसले अदालतको डिसिजनलाई भने खासै प्रभावित नगर्ने कानुनका जानकारहरू बताउँछन्। र के उनी विरुद्ध साँच्चै राजनीतिक प्रतिशोध साधिएकै हो त भन्ने आम सर्वसाधारणको एउटा प्रश्न पनि छ। आजको हाम्रो यो क्यान्डिड कन्भर्सेसनमा उनी विरुद्ध राजनीतिक प्रतिशोध साधिएको भन्ने पछिल्लो अदालतको 2-3टा डिसिजनले त्यसलाई के प्रुभ भन्ने गर्दछ। जस्तै अस्ति भर्खरै मात्र टेरामक्स काण्डमा नेपाली काङ्ग्रेसका नेता पूर्व मन्त्री मोहन बहादुर बस्नेत विरुद्ध मुद्दा दर्ता हुन्छ। उनी लगायत अन्य सचिवहरूका विरुद्ध मुद्दा दर्ता हुन्छ। 3 अर्बको बिगो माग गरिन्छ। तर अदालतले एकै दिनमा सुनाइ सकेर उनी लगायत उनलाई 25 लाख रुपियाँ धरौटीमा छाडिन्छ त्यही दिनमा। यसैगरी अर्को महत्त्वपूर्ण पतञ्जलि जग्गा प्रकरण, जुन मन्त्री परिषदबाटै भएको एउटा ठुलो नीतिगत भ्रष्टाचार थियो, त्यसमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल विरुद्ध मुद्दा थियो। उनलाई अदालतमा जुन दिन प्रवेश गराएकै दिनमा सुनवाई सकेर उनलाई 35 लाख धरौटीमा छाडिन्छ। सहकारीका धेरै सञ्चालकहरू, काङ्ग्रेस एमाले निकट धेरै सञ्चालकहरू 2-3 लाख धरौटीमै छाडिरहेका छन्। तर रवि लामिछाने जो जीबी राई एउटा सहकारीका सञ्चालक थिए, उनले सहकारीको अध्यक्ष थिए, उनले आफ्नो कम्पनी खोल्नको लागि केही रकम ल्याएका थिए। त्यसमा रवि लामिछानेले 15% स्विट सेयर र एमडीको भूमिका निर्वाह गरिरहेका थिए। र पछि सहकारीको पैसा अपचलनको केसमा एउटै प्रकृतिको मुद्दामा उनलाई जिल्ला जिल्लामा मुद्दा दर्ता गरिन्छ, जबकि त्यो एउटै प्रकृतिको मुद्दा हामीले एउटै अदालतमा सेन्ट्रलाइज गर्न सकिन्थ्यो। तर उनलाई दुःख दिने एउटा प्रायोजित यो कार्य जस्तो देखिन्छ। उनलाई दुःख दिने मनसायले हरेक जिल्ला जिल्लामा डुलाइन्छ। यति मात्र नभएर उनलाई अहिले कारागार, रूपन्देहीको कारागारमै राखिएको छ। र यसले के दर्शाउँछ भने उनलाई राजनीतिक प्रतिशोधको गन्ध चाहिँ कहीँ न कहीँबाट आइरहेछ। र पछिल्लो अदालतको अर्को डिसिजनमै नेपाली काङ्ग्रेसकै नेता आफ्ताब आलम, जसले जिउँदै मान्छेलाई इट्टाबाट्टामा पोलेका थिए, उनलाई अदालतले सफाई दिएको छ। तर एउटा जीबी राईले आफू अध्यक्ष रहेर खोलेको एउटा ग्यालेक्सी फोका टेलिभिजन, जहाँबाट उनले सहकारीको पैसा ल्याएका थिए, त्यसको एउटा एमडीको एउटा कर्मचारीको भूमिकामा रहेका रवि लामिछाने विरुद्ध सहकारीको अपचलनको केसमा जिल्ला जिल्लामा उनलाई मुद्दा दर्ता भइरहेको छ। रवि निर्दोष हुन् या दोषी हुन् त्यो अदालतले नै डिसिजन गर्नेछ। अदालत हाम्रो छुट्टै एउटा अङ्ग हो। तर राजनीतिक प्रतिशोधको गन्ध भने आइरहेको छ।